पागल हो नि गिरी रचना गर्न खोज्छ पागल हो नि गिरी ऊ आफै लेख्छ ऊ पागल छ नि ऊ आफूलाई खोज्छ ऊ पागल छ नि धेरै पागल छ नि एक्लै हराउँछ एक्लै कराउँछ एक्लै सोध्छ एक्लै गुनगुनाउँछ उसलाई के थाहा छैन दुनियाँदेखि टाढा छ टाढा भन्दा धेरै टाढा छ खोज्न उसलाई कोही आउँदैन ऊ धेरै नै टाढा छ धेरै नै टाढा छ ऊ भन्छ उसलाई हावा जस्तै उड्न मन छ ऊ भन्छ उसलाई टाढा टाढा सबैदेखि टाढा पुग्न मन छ ऊ भन्छ उसलाई तारालाई छुन मन छ भन्छ ऊ चन्द्रमालाई छुने मन छ ऊ भन्छ टाढा 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 उसलाई टाढा 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 पुग्न मन छ के भा उसलाई ऊ सोध्छ भरि मनभरि पीडा मुखमा आँसु ल्याउँछ उसले कविता लेख्न उसको जाँगर छैन किनभने उसलाई कलम चलाउनै आउँदैन ऊ बोलिरहन्छ ऊ बोल्दै कहिले रोकिँदैन जस्तै सास फेर्दाखेरि कहिले रोकिँदैन जबसम्म सास छ उसको बोली तबसम्म रहिरहन्छ किनकि गिरी कविताले भाँचिरहेको छ कविता भनौँ यहाँ यसलाई मेरो स्पर्श भनौँ कविता भनौँ कि मेरो भावना भनौँ कविता भनौँ कि मेरो साथ भनौँ कविता भनौँ कि तिम्रो याद भनौँ कविता भनौँ कि तिम्रो साथ भनौँ कविता भनौँ कि तिम्रो याद भनौँ कविता भनौँ कि यसलाई मेरो बात भनौँ कविता भनौँ कि के भनौँ के भन्छ उसले के नै भन्दैन उसलाई कसैलाई के भन्ने आउँदैन उसको अगाडि कसै झुक्ने जान्दैन यो गर भाइ त्यो गर भाइ जे भने त्यही गरिदिन्छ सोझो छ धेरै सोझो छ नि धेरै सोझो छ लास्टै सोझो छ सोझो भएपछि सबले हेप्दो रहेछ ऊ धेरै सोझो छ धेरै सोझो छ कसैको बोझ छैन कसैको रोग होइन कसैको बेमा ऊ धेरै सोझो छ ठिक्क यस्तो सोझो कोही पनि नहोस् क्या जस्तै म छु नि सर्पमा इक मान्छेमा इक र सर्पमा पिक नभए केही नै काम छैन रहेछ नि त नि ममा इक पनि थिएन पिक पनि थिएन टिक्न नै थिएन अनि बिक्न नै थिएन क्या त्यसैले म कहिले काम नै लागेन नि